कालिन्चोक भगवती मन्दिर यात्राको दोस्रो भागमा यहाँहरूलाई स्वागत छ। कुरी भिलेजमै गएर बास बस्यो भने यात्रा अति उत्तम हुनेछ। हिउँ पर्यो भने एक हिसाबले स्विजरल्यान्डको आभास गराउनेछ यो गाउँले। हामीहरूले फायर साइड होटललाई छनौट गर्यौँ एक रात बास बस्नको लागि र हामी जब साँझ यहाँ पुग्यौँ सर्वप्रथम आफ्नो ब्यागहरू लिएर रुमको लागि इन्ट्री गर्ने पोइन्टमा गयौँ रिसेप्सनमा र की लिएर आफ्नो रुम 101, 102 र 108 तिर लाग्यौँ। डिलक्स एट्याच बाथरुम भएको रुम राम्रै रहेछ र बेड हिटिङ सिस्टम भएको र बाथरुममा पानी जम्छ भनेर एक्स्ट्रा बकेटमा पानी राखिएको हुँदो रहेछ यो जाडो मौसममा। रुममा पुगेर फ्रेस भइसकेपछि हामी वेलकम टी खायौँ र क्याम्प फायर तर्फ लाग्यौँ। यहाँ ग्रुपको लागि यस्तो तयार पारिएको हुँदो रहेछ। हामीले एउटा छान्यौँ र सर्वप्रथम आगो बाल्यौँ। त्यसपछि वेटरले स्न्याक ड्रिङ्कको लागि मेनु लिइदिए र हामीले आफूले के खाने हो छान्यौँ र मैले एउटा तुम्बा लोकल तुम्बा लिएँ र यो सेकुवा सुकुटी लोकल भटमास ज्यादै मिठो पाइयो। कुरा मेरो हो, कसैले मलाई सोधिहाल्यो तँलाई के आउँदैन, त्यसको सजिलो सठिक उत्तर हो नाच डान्स। त्यही पनि यो तुम्बाको मजामा स्वादमा नाचे मैले। मन पर्यो भने पनि नपर्यो भने पनि झुमे, सबै नाचे, ग्रुपहरू नाचे, दायाँ बायाँका ग्रुपहरू पनि नाचे। समष्टिगत रूपमा क्याम्प फायर ज्यादा नै रमाइलो भयो। यसरी हामीहरू 8 देखि लगभग 9:30 बजेसम्म क्याम्प फायरको मजा लियौँ, नाच्यौँ, झुम्यौँ, खायौँ, रमायौँ र भलाकुसारी गऱ्यौँ। साइडका ग्रुपमा गएर पनि हेऱ्यौँ, नाच्यौँ। डिनरको टाइम बिफोर 10 PM भएको हुनाले लगभग 9:30 बजेतिर गएर डिनर खायौँ। हुन त पेट टन्नै थियो, स्वादिलो खाना पकाएको थियो। हामी चाहिँ त्यसपछि रुमतिर लाग्यौँ, तर बाँकी केही ग्रुपहरू उनीहरू फेरि क्याम्प फायरकैतिर नाचिरहेको पाइयो। धन्यवाद।